जब जब देशमा अन्याय र अत्याचार बढ्छ तब तब युवाको रगत तात्छ। यो तातो रगत न मर्न डराउँछ न त मार्न नै। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यूलाई, आदरणीय यस सभाका सभापति महोदय, प्रमुख अतिथि, निष्पक्ष निर्णायक मण्डल एवं मलाई भिडियो मार्फत हेर्नुहुने सम्पूर्णमा म विनिता तामाङ टक्राउँदछु अभिवादन, स्वीकार नगर्नुहोस्। आज अबको नेपालमा जेनजीको भूमिका भन्ने शीर्षकमा आफ्नो वक्तव्य राख्दैछु। को हुन् त जेनजी? यो भनिराख्नु आवश्यक छैन, किनकि सेप्टेम्बर 8 को घटना पश्चात जेनजी शब्द प्रत्येक नेपालीको मुखमा झुन्डिएको छ। आज गुगलमा हेर्ने हो भने जेनजी भनेको 13 देखि 28 वर्षको उमेर समूह भनेर भनिन्छ। तर मेरो परिभाषा अनुसार जेनजी त्यो उमेर समूह हो जसले जन्मदा माओवादी जनआन्दोलन देख्यो, बाल्यकालमा नाकाबन्दी र भूकम्प खेप्यो, किशोर अवस्थामा कोरोना भाइरस देखियो अनि युवा अवस्थामा हातमा कलम काँधमा झोला र विद्यालयको पोसाक पहिरेर देशको लागि लड्यो। जेनजी त्यो उमेर समूह हो जसले कलिलै उमेरमा तातो गोली खायो, केपी ओली नेतृत्वको सरकार 2 दिनमा ढाल्यो अनि इतिहासमै पहिलोपल्ट देशमा प्रधानमन्त्री, महिला प्रधानमन्त्री ल्यायो। जेनजीको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं हरेक क्षेत्रमा अतुलनीय भूमिका रहेको छ र त्यो यस प्रकार रहेको छ। अब हुन गइरहेको फागुन 21 गतेको चुनावमा सक्षम, इमानदार र योग्य जनप्रतिनिधि छान्नु जेनजीको भूमिका हो। एक छापमा सुभागमा बिक्न छाडी हाम्रोलाई भन्दा राम्रोलाई मत दिनुपर्छ। देशमा भइरहेको राजनीतिक क्रियाकलापबारे सचेत हुनुपर्छ। निष्पक्ष र सक्षम न्यायपालिका बनाउनुपर्छ जहाँ शक्ति र सम्पत्तिको कुनै हस्तक्षेप नहोस्। यसैगरी समतामूलक समाज, समावेशी समाज बनाउनको लागि प्रत्येक जाति, धर्म, लिङ्ग, समुदायको व्यक्तिलाई अगाडि ल्याउनुपर्छ। देशको अर्थतन्त्र बलियो बनाउन देशमै उद्यम गर्नुपर्छ अनि देशमै उद्यम गरिरहेकाहरूलाई कुनै हस्तक्षेप गर्नु हुँदैन। याद रहोस्, तपाईको रिस, राग, डाहाले अर्काको व्यापार जल्नु भएन। वातावरण र जलवायु परिवर्तन न्यूनीकरणको लागि अभियान चलाउनु पर्यो, किनकि हामी त्यो पुस्ता हौँ जो प्रकृति र पृथ्वीको बारेमा पनि सोच्ने गर्छौँ। इमेल, इन्टरनेट, सामाजिक सञ्जालको अधिकतम प्रयोग गरेर आज हामी पर संस्कृति ग्रहण गरिरहेका छौँ भने आफ्नो संस्कृतिलाई लत्याइरहेका छौँ। अब जेनजी पुस्ताहरूले आफ्नो संस्कृतिको पनि जगेर्ना गर्नुपर्छ। अन्त्यमा जेनजी फुट्ने होइन, जेनजी जुट्नुपर्छ। जेनजी फुट्ने होइन, जेनजी जुट्नुपर्छ। भ्रष्टाचार विरुद्धको यो अभियानमा हामी सबै उठ्नुपर्छ। भ्रष्टाचार विरुद्धको यो अभियानमा हामी सबै उठ्नुपर्छ। धन्यवाद।